काम बिगार्ने बेलामा बिगार्नु भयो कि तर अब अहिले एक्सेप्ट गर्नुहुन्न उहाँलाई घरमा बुढी छ अब तपाईँले उहाँलाई तर्काउन खोज्नु पर्यो अब साइड लगाउनु पर्यो ल त नि एक्टिङ त एउटा के थाहा कसैले मन पराएर मलाई फिल्ममा अफर दिन्छ के थाहा ल स्टार्ट गेम स्टार्ट नाउ पनिसमेन्ट लेट्स गो यता के भयो यो कसरी भयो यार हामी त साला हरेक कुरा सेफ्टी थियो त कसरी भयो अरे एक्टिङ गर्न पागल झुकेर बसे एक्टिङ पागल फिल्ममा घुस बाउलाई फिल्ममा ए चियावाली मुख बन्द चुप काहे कि यति राति हेर्नु न अब मेरो त बच्चा जन्मिने लाग्यो अब तपाईसँग आउन लाग्यो नि अरे साला टेन्सन छ घरमा बच्चा छ छोरा छ भन्दा पछिल्ला रात थिस बाबा मेरो त हो नि पक्का हो नि तपाईकै हो नि अहिलेको जमाना केटी मान्छेलाई भरै लाग्दैन म त्यहाँ त्यति बेला तलमा भएन हरेक कुरा सेफ्टी थियो हामी त कसरी यो भयो हाउ इज इट पोसिबल झुकेर बस्यो नि के गर्ने वाट टु डु नेक्स्ट यार घरमा श्रीमती छ यार म्यान यति ठुलो स्टार जस्तो मान्छे भयो थाहा भयो मान्छेले के भन्छ वाट डज पिपल सेज अबाउट मी त्यो मेरो प्रब्लम होइन तपाईको प्रब्लम हो प्रब्लम त थपिरहेको छ यार तर मेरो जिन्दगीमा किन आइस त्यति बेला हरेक कुरा सेफ्टी थियो त कसरी भयो हाउ इज इट पोसिबल हुन्छ त नि अब भयो गल्ती त भयो ओके जे बाबु मान्छेको गल्ती हुन्छ न भन के गरौँ म के गर्ने त अब यो बच्चा जन्मिन लागेको बच्चा अब जन्माउने हो नि बच्चा मार्न पनि मिल्दैन यार इट्स अ भ्रूण हत्या इट्स अ किलर आई एम नट अ किलर तर घरमा लान सक्दैन म के गरौँ यार के गरौँ म तिमीलाई तपाईँ के मसँग लाग्नुभन्दा अगाडि तपाईँको के बच्चा श्रीमती भइ किन तपाईँ केटीलाई हेर्नु भयो बाहिर बाहिर तिमीलाई पनि थाहा थियो नि मेरो घरमा बच्चा छ भन्ने कुरा श्रीमती छ थाहा थियो यु नो द्याट एभ्रिथिङ बट हो यु फलो मी म त तपाईँलाई मन पराउँछु माया गर्छु त्यही भएर नि यो भयो तपाईँ चाहिँ मायाले गर्दाखेरि जिन्दगीमा तनाव थपिरहेको छ यार त्यति बेला मैले तँलाई भनेको होइन नआइज यार मेरै हो यार गल्ती मेरै हो अब के गरौँ म यार बच्चा मार्नु अपराध हो बिचरा उसले पनि संसार देखेको छैन भनेसम्म उसलाई पनि बाँच्ने अधिकार छ म घर लैजाउँ भने श्रीमती छ बच्चा छ यार उसको पनि जिन्दगी हो छोरी मान्छे म के गरौँ यार के गरौँ भन त तिमीले के गर्छ भन्न चाहन्छौ तपाईँको हातको सबै कुरा अब मलाई पनि तपाईँले बिहे गर्नु पर्यो स्वीकार्नु पर्यो घरमा बच्चा छ यार कसरी स्वीकार म हाउ इज इट पोसिबल अनि संसारमा तपाईँ मात्रै हो दुईटा बिहा गर्ने मान्छे अरू छैनन् संसारमा तिमीलाई घरमा लैसके श्रीमतीको हालत के होला अनि संसारमा एउटा मात्रै घर छ घर त्यही श्रीमती भएकै घरमा मात्रै बस्न सकिन्छ अर्को घर छैन अन्त आखिर कति जेल चियावाले कति जेल 2 महिना 3 महिना आखिर तिम्रो पेट बढिहाल्छ मान्छेले देखिहाल्छ आखिर कति जेलसम्म तिमीलाई संसारदेखि लुकाएर राखौँ यार अब पछिको कुरा पछि नै गरौँला अहिले जुन बच्चा जन्मिने लागेछ त्यतिर ध्यान दिउँ त्यो हुनु भइसक्यो अब पछिको कुरा पछि नै हुँदै जान्छ समयलाई छोडिदिउँ अब बच्चा आउने बच्चालाई मात्रै ध्यान दिउँ जे हुनु भइसक्यो अब जे हुनु गल्ती भइसक्यो अब त्यसलाई स्वीकारेर मलाई पनि स्वीकार्नुहोस् बिहे गरौँ अनि श्रीमतीले मलाई कुचो लाने के गर्छौ यता हुनु मेरोतिर अबे यार दुईटा बुढीको पनि कुना बसिरो यार के सङ्कट आइला जस्तो यार घरको श्रीमा छोड्न पनि सक्दिनँ गर्लफ्रेन्ड छोड्न पनि सक्दिनँ बच्चा मार्न पनि सक्दिनँ कुन दिन झुकेर होटलमा लगाउँछु न आँखा इट्स अल अबाउट द फन एक्टिङ बजे बास सक्यो पनि बास है यार भिक्स सिक्स लगाएको त सकेन
होइन अब त्यो के नयाँ कुरो के हो र केटाकेटी भेटेपछि त्यही जान्छ त्यही जान्छ मान्छेहरू अब त्यस्तै छ विकृति हो यो चाहिँ राम्रो विचार वस्तु हाम्रो गिबिनाजीले राम्रो विचार वस्तु एउटा राम्रो कन्टेन्ट लिएर पेन्सन दिनुभयो ठिकै भयो अभिनय हो बिचरा ल हाम्रो तर पियावाले एकछिन चाहिँ मिलेन अलिकति हाँसेर हुन्न यस्तो यस्तो बेला सिरियस हुनुपर्छ बिचरा अलि हाँस्नु भयो कि तर खतरा एक्टिङ भएको थियो कि धेरै लेसन मिल्यो आज चाहिँ जस यस्तै हुन्छ त्यही भएर होसियार दायाँ माया अहिलेको जमानामा यस्तै हुन्छ त्यही भएर चियावाली पागल पेटा बच्चा छ उसको श्रीमती तनाव भएको बेला हाँस्छ मान्छे पागल थोरै छ तिमी बरु तिमीभन्दा हाम्रोले गरिरहेको थियो अघिदेखि हाम्रोले यस्तरी हेरे कि होइन क्या यस्तो भयो क्या गिभिनासिस हुन्छ नि त्यो यहाँ भइरहेछ लाइक हुन्छ नि त्यो दिमागमा के गयो भन्दाखेरि मेरो चाहिँ अब कसैको त रियल लाइफमा त भइरह होला त्यस्तो थट भएको क्या मलाई त के भएको छ थुप्रै मान्छेको जिन्दगीमा हुन्छ यस्तो थुप्रै मान्छेको जिन्दगीमा हुन्छ हो त्यही दिमागमा आयो कि मेरो अनि म त हेरेँ बिचरा अब बच्चा मार धेरै मान्छे त बेचारा यस्तै मलाई भएर अनि अर्को कुरा के फिल भयो भन्दाखेरि अब म केटी मान्छे अब हामी 3 जना लेडिज छौँ नि त यहाँ अब कति धेरै भ्युअर्सहरू पनि लेडिज र जेन्ट्स हुनुहुन्छ नि त अनि एउटा केटाले गर्ने ट्रिट र एउटा केटीले सहने कुरा त्यो कुरा पनि रियलाइज भयो कि मैले त्यही भएर म त्यस्तो भाव होला हामी 3 जना होइन 4 जना लेडी छौँ के हाम्रो गिबिनाजीको बुहारी के को केटा हो मोटिया दिन बेला हट्या हो ल गेम रमाइलो अब के हो पनि